गाइस वेलकम ब्याक टु माई ब्लग। हामी चाहिँ वहाँ रारा जाँदैछौँ होइन, फ्यामिली टुर रारा। यता अनि अनि यता म रारा जाँदैछौँ अनि यता अङ्कल है। अनि अब चाहिँ हामी बाटोमा छौँ। एकछिन यहाँ ढिलो भएर म सबैलाई माफी माग्न चाहन्छु सबैबाट, सरी। यो अब ढिलो चाँडो त भइहाल्छ यो होइन। ढिलो अब कहिले कसो ढिलो हुन्छ, कहिले चाँडो जाने हुन्छ। अब यो ढिलो भयो चाँडो भयो भन्नेमा त्यो गर्नु हुँदैन, रिसाउनु हुँदैन। तातो थियो। अब हामी चाहिँ यहाँ रारा हिँड्न लागिसक्यौँ, अरू हिँडिसकेका छौँ। अब चाहिँ टक्क राराको भ्यू देखाउँछु म पुगिसकेपछि है त। अब नेक्स्ट भ्लगमा भेटौँ न ल गाइस। त्यही हो अरू त के भन्ने र। के भयो छैन छैन कि लिइसक्यो कि उठै हो क्या कहाँ माइतिर दिइसक्यो उसले छैन कि त्यहाँ छैन कि भाडा हेर्नु त भाडा मात्रै छ। बहिनी र मेरो यहाँ झगडा परिसकेको छ। अब रेस्लिङ हुनेवाला चाहिँ एकछिन पकाउनेर अब यहाँ अब लडाइँ पर्छ खेल्ने उनी मसँग न्यु खेलिरहेको थियो नि, खेल्ने हामीले मैले फेरि पुछिहाल्दा हात उठार्नु कि फेरि ए भ्लगमा आउनु तिमी त कहाँ भोलि त काम पनि जाने मान्छे त्यो अघि छ्याएको छ नि अघि हराँदैन कहाँ पक्रो आएर त्यही हो यहाँ दादाहरू अनिस भेटिसकेका छन्। डोरी है विशु हामी यो के होटेल भन्छ यो यता आइसकेका छौँ है। ए हाम्रो होटेल र अनि टक्कसँग दादा चाहिँ फ्रेस भएको जस्तो छ। कस्तो लाग्यो त भनिदिनु पऱ्यो हल्का लाग्यो। त्यो भ्लग युट्युबमा आउँछ। अब मेरो कति धेरै छैन 14,000 त्यही हो ल गाइस। अब टक्क अब एकछिनमा अब हामी चाहिँ रुममा जान्छौँ अनि अब एकछिनमा चिया खान्छौँ टक्कसँग अहिले चिया खाएर टक्क हजुरहरूलाई देखाउँछौँ। त्यसपछि मेरो ब्यागमा चाहिँ सामानहरू छ होइन। यसमा चाहिँ के छ भन्दाखेरि म देखाउँछु है। यो त कपडाहरू भएको होइन। मसँग यहाँ एउटा उत्कृष्ट चिज छ, एउटा यो कपाल मिलाउने भएको। अघि त्यो क्यामेरा ठग खाएको भनेको है, क्यामेरा ठग खाएको भनेको। यता चाहिँ लेन्स छ एउटा, हुन्छ कि हुन्छ। अनि यता चाहिँ क्यामेरा छ। भोलि यस्तो बवाल सुट आउनेवाला छ। सबैजना पर्खाइमा बस्नु होला। लेट्स सी यु गाइज। आखिरसँगै म त एक्लै रहनेछु। पछिबाट आयो पोखरामा घुम्न जाने पोखरामा मेरी मायालाई राखौ न दिलाइमा मेरी मायालाई विष्णु आउँदैछ छोरी। मात्रै होला भेर भइन्छ। बोलो सुबह माता के
ल उरा उरा हजुर देखेँ पुल अवलोकन गरेर त हामी पनि भने त्यसो है पुल अवलोकन गरेर यही बसौँ ल ध्यानमै बस होइन मेरो च्यानल हामी सुपर देउरीले आएको छौँ प्रशस्त मान्छेहरू हुन्छ देख्न सक्नुहुन्छ हजुरले हेर्नुहोस् अब हजुरले देख्न सक्नुहुन्छ यति धेरै मान्छे छौँ त्यही भएर हजुरले नहेर्नुहोस् आज हामी यहाँ पार्टी हुँदैछ पार्टी हो रही है पार्टी हो रही है धेरै काम गर्ने मान्छे छ तैँले योबाट खिच्यो भने आइपुग्छ ब्युटी ब्युटी विथ ब्रेन अनि काम पनि छ हजुरले कन्ट्याक्ट गर्न चाहनुहुन्छ लैजानको लागि अर्को यहाँ हाम्रो चाँदनी यो नाम चन्द्रमा जस्तै छ हेर्न सक्नुहुन्छ हेलो एभ्रिवान हामी देउरालाई आएको अनि हामी सँगसँगै धेरै उहरू हुनुहुन्छ हाम्रो फ्यामिली हुनुहुन्छ हजुर हेर्न सक्नुहुन्छ दादा 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 म भर्खरै आन्द्रा बुढी काटेर रेडी बनाएर होइन बिहानदेखि म काममा लागिरहेको छु हाम्रो दादा पनि खतरा काम गर्नुहुन्छ नि यहाँ आएको सोझो पनि काम गर्ने भने हाम्रो भाउजू नै भाउजू लक्ष्मी हुन्छ भाउजू नै भाउजू दुई चारवटा शब्द प्याज काट्नु पर्छ हाम्रो भोजी पनि अरे हाम्रो भाउजू एकदमै चिसो छ यहाँको मौसम डाँडा मात्रै छ त्यतिर रमाइलो छ हाम्रो भाउजू पनि सोचिन्छ हेर्न सक्नुहुन्छ धेरै काम गर्नुहुन्छ नि हामी चाहिँ फुल घुमेर आइयो भर्खर अब यहाँ एकछिन पछाडि पाक्यो भने खाने हो त्यो मुलालाई काटेको यो चिल्लो कटाउनलाई मासु खानुपर्छ ल हाम्रो सुरेश मासु अरे सुरेश सुनिल एउटा शब्द भन्नु न दुई चारवटा कि हाई मात्रै हो रमाइलो भइरहेछ आलु काट्दैन जन्टे मासु यार हामी आउन सफल भएका छौँ सबको मनोकामना पुरा होस् यही हाम्रो
कुन मासु बुन्ने के लिएर आउनुभयो मासु के हो यो भन त क्यान्डी खाने मन लाग्यो तिमीलाई एउटा खाना तल पिकनिक चलिरहेछ हामी चाहिँ यहाँ डाँडामा आएको छौँ यहाँ के लिएर आएको छौँ के भन्नाले यो के हो यसो नाम क्यान्डी र यो सुन्तला रहेछौँ सुन्तला फलफुलको मात्रा धेरै खानु बुढी त साथमा छिन् हाम्रो यो छुट्टै डेटिङ चलिरहेछ खानपिन डेटिङ त्यसरी मेरो इतने डाँडामा चाहिँ मिस
दाइ अरू कुनै खानु न होला
कहाँ जानु छौ तिमी भन खै कहाँ छ झुलुङको फुल अझै जोड्ने हात फिजाउनु क्या यस्तो गरेर चाहिन्छ जे गरे पनि केटा मान्छे नै चाहिन्छ माया पानीको माया तिमीलाई सम्झन्छु यो वेलकम ब्याक टु माई भ्लग हामी घर घरको लागो छ बाबु किन लाग्यो त चुपचाप केटा हो भनेर चिनाउन पर्यो माया पानीको अर्को दिन थाहा हो साँझको खाना गोगडी पेट्रोल स्टेसनमा खाना खाएर अब हामी सुत्न आफ्नो घर जान लागेका छौँ